नमस्कार अनि स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा। आजको भिडियोमा हामी आईपीओ को बारेमा चर्चा गर्नेछौँ र नेपालमा लामो समय पछाडि एउटा डेभलपमेन्ट बैंकको आईपीओ निष्कासनको अनुमति पाएको छ। बैंकको नाम हो सलाप विकास बैंक लिमिटेड र यसले अब आईपीओ ल्याउनको लागि सेभनले यसलाई एप्रुभ गरिदिसकेको छ र नेपाल धितोपत्र बोर्ड अथवा सेभनले मंसिर 8 गते 2082 सालमा सलाप विकास बैंकको आईपीओ को प्रस्ताव स्वीकृत गरेको छ। यस अनुसार अब यस कम्पनीले सर्वसाधारणको लागि 17,23,880 किता 100 रुपैयाँका दरले आईपीओ निष्कासन गर्नेछ र यो आईपीओ निष्कासनको इस्यु म्यानेजरको रूपमा भने मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ भने यसले सम्पूर्ण आवेदन प्रक्रिया र शेयर वितरण गर्नेछ मुक्तिनाथ क्यापिटलले। र अब यसको क्रेडिट रेटिङको कुरा गर्ने हो भने बी पाएको छ यो कम्पनीले, यो सलाप विकास बैंकले। यसको अर्थ चाहिँ समयमै ऋण तिर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ। त्यसैले यस कम्पनीमा लगानी गर्नुभन्दा अगाडि अलिकति आफूले पनि मूल्याङ्कन गर्नुपर्ने देखिन्छ। र यो आईपीओ बारे थप जानकारी म अर्को भिडियोमा लिएर आउनेछु, कहिले आउँछ, कति किता हाल्ने, कहिलेदेखि निष्कासन हुन्छ भनेर। र यो तपाईहरुलाई अगाडि नै जानकारी दिएको कि धेरै वर्ष पछाडि चाहिँ नेपालमा डेभलपमेन्ट बैंकको पनि आईपीओ आउँदैछ भनेर जानकारी दिन चाहेको।